सबैजनालाई स्वागत छ हाम्रो चाहिँ यस भटौलीको ठाउँमा चाहिँ नि गर्मीको के खानु भएको भने भुल्न सकिँदैन। जीवन सर फेरि उता रेडी हुँदै हुनुहुन्छ। गेम जितिन्छ कि हारिन्छ भन्ने कुरो चाहिँ थाहा छैन। हाम्रो चाहिँ लिखु तामाकोसी भर्सेस लिखु तामाकोसी छ 4 नम्बर 3 नम्बर घोडाको हाम्रो आउँदैछ यता हुन्छ। भाइहरू यता छ अनि म यता छु। जाँदैछौँ एउटा भिडियो फुलबाद गर्नु होला। केही तपाईँको गुनासो पेट चिन्ता त्यहीमा छ तपाईँको। राम्रो काम गर्ने बियर खाने भलक त मैले भनेर जीवन सर तपाईँ चाहिँ एकदम फर्ममा हो। तपाईँ केही गुनासो केही छ भन्नुहोस् त। यहाँ चाहिँ गेम जित्नुपर्ने छ अलिकति प्रेसर छ होइन। अब म साथीहरूलाई पनि त्यही भन्दैन राम्रोसँग खेलौँ न। एउटा यसो गरौँ सुरुबाट अब हार्यो भने त अब हामी अब स्विच अफ भएर जाने भने जित्नुपर्ने हाम्रो। अब हामी लिखु तामाकोसीको चाहिँ 4 नम्बर र 2 नम्बर नगइरहेछ। हामीले अलिकति केही रणनीति मिलाएर खेल्नुपर्ने हुन्छ। इन्टरभ्यू भइरहेको छ। त्यही हो अब भन्नुहोस्। अब रणनीति मिलाउने हामी गेम जित्ने भन्ने तारिक भइरहेको छ। हाम्रो क्याप्टेन सर केही छ भने राम्रो काम गर्ने बियर खाने हो। उहाँको भनाइ त्यही छ। मेरो भनाइ के छ तपाईँ त्यही त हो नि। राम्रो काम छैन रक्सी खाने। यति बेला चाहिँ हामी ट्याक्क गेम खेल्न जाँदैछौँ हामी गाइस। यहीँ माथि हो ट्याक्कै गेम खेल्न जाँदैछ हामी। हामी अब ट्याक्क लगाएर चाहिँ नि प्रस्थान गर्दैछौँ है गाइस। हेर चाहिँ ट्याक्कै गइसक्यो खानु अगाडि हेर्न सक्नुहुन्छ। ट्याक्क गेम ठाउँ चाहिँ यही गाइस भटौली। त्यो छैन यहाँको ठाउँ चाहिँ। अब अहिले चाहिँ मन्थली भर्सेस पनि भइरहेको छ। फाइनल्ली अब चाहिँ रातबाट भर्सेस सैपुको चाहिँ गेम स्टार्ट भइसकेको छ। गेम हेरेर साथ दिनु होला कसको जित कसको हार भन्ने कुरा त भइहाल्छ। दुवै टिम कप्छीका साथै भिड्नेछन्। अनुभवी पनि हुनुहुन्छ यहाँ। हामीले धेरै मिहिनेत गरेका थिए तर जोगाउन सकिनन् अङ्क। फाइनल्ली हामीले चाहिँ सैपुलाई गेम जितेर हामी सेमी फाइनल प्रवेश गरेको छौँ। सेमी फाइनल प्रवेश गरेको खुसियालीमा चाहिँ हाम्रो फेरि छुट्टै छ यहाँ रमाइलो हेर्नु।
मिलाउनु सुको सिसा आन्सर दिनुहोस् हामी चाहिँ भटौली माझी पहिलो प्रथम माझी कपमा छु है त्यो बेला दसैँले ढकमक्क छाइसकेको छ तर पनि हामी भलिबलको तर्खरमा छौँ है भटौली एउटा स्तरीय खुला पुरुष भलिबल प्रतियोगितातिर